गर्ने मान्छे, त्यो पवित्र भावनाले उठेको देशभक्त मान्छेलाई श्रमदाता भन्छु म। हामी सबैजना श्रमदाता बन्नुपर्छ भन्ने मेरो अनुरोध हो। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यो सिली भनेको काम हो। अहिले हामीले गर्दै गरेको श्रम अहिले त सिली बन्दैन होला, तर पछि गएर हामीले गर्दै गरेको श्रम पनि सिली बन्छ होला। हर्क साम्पाङ भन्ने एउटा अलि छुचो खालकै मेयर धरानले चुनेको थियो। उसले जङ्गलै भरि पाइप तनाउँथ्यो, पछि गएर चाहिँ तपाईँको त्यो पाइप तान्ने पनि सिली बन्छ कि है? पाइप तान्ने सिली क्या, यसो गरिरहेको, ढुङ्गा पास गरिरहेको। भन्नुको मतलब सिली भनेको काम हो। त्यो सिली मात्रै नाचेर हुँदैन। सम्पूर्णलाई म भन्न चाहन्छु, त्यो सिलीले गर्दै गरेको, सिकाउँदै गरेको काम, त्यो कामलाई हामीले बिर्सेको कारणले आज हामी गरिब बन्यौँ। हाम्रो खेतबारी चाहिँ बाँझो भए, जसका कारणले हामीसँग घाँसको समस्या छ, खाने कुराको समस्या छ, लाउने कुराको समस्या छ, बस्ने बासको समस्या छ। यो घाँस बास कपासको समस्या नहोस् भन्न खातिर हामीलाई हाम्रो पुर्खाले सिकाएको सिली अनुसारको काम गर्ने गरौँ। म सबैलाई भन्न चाहन्छु, म त आधुनिक शिक्षा पढ्ने मान्छे, म त अङ्ग्रेजी फरर बोल्ने मान्छे, म त कोरियन भाषा बोल्ने मान्छे, म संसारभरिको भाषा बोल्ने मान्छे। म के छुन्थेँ माटो भनेर चाहिँ हामीले भन्न छोडौँ। त्यो माटो छुनुपर्छ भन्ने, माटोमा काम गर्नुपर्छ भन्ने गतिविधि नै हाम्रो साकेला सिली भएको कुरा म आज पुनः एकचोटि स्मरण गराउन चाहन्छु। अब सुम्निमा र पारुहाङको प्रतिमा निर्माण गर्नका लागि युकेबाट पनि आज हामीलाई चाहिँ अहिले भर्खर एउटा चेक हस्तान्तरण भयो। 43 लाख समथिङ हामीलाई चाहिँ हस्तान्तरण हुने भन्ने कुराको प्रतिबद्धता यहाँ मञ्चबाट चाहिँ उताको याखा कार्य समितिको सचिवज्यूले जानकारी गराउनुभयो। म धन्यवाद दिन चाहन्छु। संसारभरिबाट हामीलाई सहयोग प्राप्त भइरहेको छ र हामीले चाहिँ चिन्डो डाँडा धरानको सबैभन्दा नजिकको दूरीमा रहेको, सबैभन्दा आकर्षक र त्यहाँबाट हेर्दाखेरि 360 डिग्रीमा धरानको दृश्यावलोकन गर्न सकिने अत्यन्तै राम्रो पर्यटकीय स्थल, त्यो डाँडालाई अब हामीले लगभग किनिसकेको म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। त्यसका लागि सुम्निमा पारुहाङ प्रतिष्ठान नेपालमा आबद्ध हुनुहुने हाम्रो राजन सर,